नेपालका आदिवासी जनजातिमध्ये अत्यन्तै न्यून संख्यामा बाँचेको एक दुर्लभ लोपोन्मुख र गौरवशाली समुदाय हो राजी। कैलालीको भजनी नगरपालिका 9 भुरुवामा अहिले पनि एउटा राजी समुदायले आफ्नो भाषा, परम्परा र पहिचानको माटो अँगालेर जीवन बिताइरहेका छन्। सयौं वर्ष पुरानो संस्कृतिको सांस्कृतिक जरा समात्दै उनीहरू अझै पनि आत्मसम्मान, माया, प्रेम र सद्भावका साथ उभिएका छन्। परम्परागत गीत, नाच, रीतिरिवाज अनि सांस्कृतिक अभ्यासहरू मार्फत आफ्नो पहिचानको जगेर्ना गरिरहेका छन्। लोपोन्मुख जातिको सूचीमा समावेश गर्दै सामाजिक सुरक्षाका लागि नेपाल सरकारले प्रति व्यक्ति मासिक भत्ताका साथै विभिन्न कार्यक्रम लागू गरेको छ। राजी जाति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका कैलालीका विभिन्न ठाउँमा बसोबास गर्दै आइरहेका छन्। राजी समुदायले जीविकोपार्जनका लागि माछा मार्ने, वनमाहुरी र भिरमाहुरीको मह काड्ने, डुङ्गा बनाउने, नदीमा मान्छेलाई वारपार गराउने, नदी किनारमा सुन चाल्ने, वन्यजन्तुको शिकार गर्ने, कन्दमूल र जंगली फलफूल तथा जडीबुटी संकलन गर्ने, परम्परागत रूपमा काठका भाँडा बनाउने र अरू गाउँका मानिससँग अन्नसँग साट्ने लगायत काम गर्छन्। राजी भाषा दुर्लभ छ, लिपिबद्ध नभए पनि मौखिक रूपमा बाँचेको छ। राजी पोशाक, लोकगीत, उत्सव र परम्परा यिनले उनीहरूको सांस्कृतिक पहिचान जोगाइरहेका छन्। नेपालका अल्पसंख्यक समुदाय मध्ये पर्ने राजीहरू आज मुख्य रूपमा भूमि अभाव, शिक्षा र स्वास्थ्य सेवा पहुँचमा कमीको समस्यासँग जुधिरहेका छन्। थोरै मात्र बोलेका उनीहरूको मातृभाषा लोप हुन नदिनु ठूलो चुनौती बनेको छ। समाजमा अल्पसंख्यक भएकाले उनीहरूको आवाज कम सुनिने र उचित प्रतिनिधित्व नपाउने अवस्था छ। यद्यपि यी कठिनाइहरूका बावजुद राजी समुदाय आफ्नो सांस्कृतिक पहिचान र अस्तित्व जोगाउन निरन्तर सङ्घर्षरत छन्।